रवि लामिछानेको यो कुरा। राष्ट्रपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। होइन, यो राइट टु रिकल भनेको चाहिँ के हो? यसले संसदहरूलाई के कस्तो असर गर्छ? हाम्रो इलेक्सन सिरिज चलिरहेछ, यस्तै पोलिटिकल कन्टेन्टको लागि चाहिँ फलो गर्नु होला है त। यो राइट टु रिकल भनेको चाहिँ राजसभाभित्रको आन्तरिक नियम हो। यसले चाहिँ भोलि राजसभाबाट प्रतिनिधित्व गरेका कुनै पनि सांसदले राम्रो काम गरेनन् भने चाहिँ त्यस्ता सांसदको चाहिँ पद खारेज गरिदिन सक्छ वा त्यस्ता सांसदहरूलाई चाहिँ फिर्ता बोलाउन सक्छ। अब कसरी प्रत्यक्षतर्फका सांसदहरूको बुझौँ। सुरुमा प्रत्यक्षतर्फ हेर्नुहोस्, कुनै पनि एउटा निर्वाचित क्षेत्रबाट निर्वाचित भएर गएका हुन्छन् सांसदहरू। सांसद निर्वाचित भएको त्यो क्षेत्रका राजसभाका साधारण सदस्यको निश्चित सङ्ख्याले चाहिँ यो राइट टु रिकलको व्यवस्था अगाडि बढाउन सक्छ र यसलाई चाहिँ केन्द्रीय समितिले एड्रेस गर्छ। र यो निश्चित सङ्ख्या कति हो भनेर चाहिँ विधानमा ट्याक्कै तोकेको छैन, केन्द्रीय समितिको नियमावलीले डिसाइड गर्छ भनेको छ। अब समानुपातिकतर्फ पनि हेर्नुहोस्, राजसभाले आफ्नो सांसदहरूलाई फिर्ता बोलाउन सक्छ यदि पार्टी हित विपरीत काम गरेमा वा राम्रोसँग काम गर्न नसकेमा चाहिँ पार्टीले त्यो सांसदलाई फिर्ता बोलाएर उक्त सांसदको ठाउँमा समानुपातिकतर्फ जुन क्लस्टरबाट उनी सांसद बनेका थिए त्यही क्लस्टरबाट अर्को उम्मेद्वार चाहिँ सांसद बन्छ। अब प्रत्यक्षतर्फ जितेर आएका सांसद जसलाई चाहिँ राजसभाले राइट टु रिकल मार्फत उसको संसदको पद खारेज गरिदियो भने अब जुन क्षेत्रबाट जितेर आएका थिए नि त्यो क्षेत्रमा चाहिँ त्यो सांसदको पद रिक्त हुन्छ र त्यो क्षेत्रमा चाहिँ नेपाल सरकारले उपनिर्वाचन भनेको बाई इलेक्सन गराउँछ। त्यस्तो उपनिर्वाचन वा बाई इलेक्सनमा चाहिँ हरेक पार्टीका उम्मेद्वारहरू सहभागी हुन पाउँछन्। तपाईँले के लाग्छ, राइट टु रिकल लागू हुनुपर्छ या पर्दैन? कमेन्ट गर्नु होला र यस्तै पोलिटिकल कन्टेन्टको लागि चाहिँ फलो गर्नु होला है त। धन्यवाद।